औ छोरी मामुले भन्नुभएको एक्लै कसरी नङ काटिदिनुहुन्छ बाबाले बोकी बोकेर यसरी हल्लिदिन हल्लिन्छ बिस्तारै त्यहाँ छ यसरी काटिदिन्छु नि मामु नि छोरी एक्लै एनी टाइम रेडी हुनुपर्छ बा हल्लिन्छन् कि भनेर चाहिँ एकदम सतर्क त्यही अनुसारको समात्नुपर्छ त्यही अनुसारको दह्रो समाउनु हुँदैन हलुका अनि धेरै हल्लायो भने आफूले छोडिदिनुपर्छ साप आयो अबको हात पनि यसो यहाँ लिएर छ क्या एकचोटि घुमाउने छोलीलाई एकचोटि घुमाउने पर्दैन यहाँ बिहान यसमा तर यसरी उसिटेर चाहिँ आँखा हानमा लाग्नु होइन यो हातको त काट्दै रहेछ त कहिले फेरि छैन त नङ त यसरी पिटी 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 काटिदिनु आज त खुट्टीको नि काटिदिनु पर्छ हौ फर्स्ट टाइम अब है खुट्टाको नङ चाहिँ आज फर्स्ट टाइम लु तिम्रो फेसबुकमै हाल न भिडियो पैसा नै आउँछ नकेता नि नङ काटेको भिडियो हालेर पैसा कमाऊ डाइपर किन्नुहुन्छ छोरीलाई ल तर भोलि पर्सि फेरि भिडियोकै लागि चाहिँ फेरि मेरो छोरी यस्तो उस्तो भनेर चाहिँ फेरि धेरै चाहिँ नगर्नु यस्तो इम्पोर्टेन्ट कुरा आइहाल्छ नयाँ आउँदैन के छ र आखिरमा